हामी आइसक्यौँ कामाख्या मन्दिरमा। अब अलिकति नजिक छ, हिँड्दै गरेर नवरात्रिको एकदम रमाइलो छ। मान्छे सामानहरू अब हामी माथि पुगेपछि फेरि देखाउँछु। हामीले पूजासुजा गर्छौँ, सदस्यहरूलाई टिका लगाएर दिन्छौँ। म फेरि त्यही दिदी आउँछौँ। अब खुट्टा घुम्न जाने, गणेश भगवानको पूजा गर्ने। अब हामीले अनि त्यहाँ मन्दिर पुरा घुम्ने, यता लाइन बसेर पुरा मान्छेहरू पूजा गर्न दर्शन गर्नलाई लाइनसम्म छ। कन्याहरू अहिले हामीले त्यहाँ पूजा गरेर आएर कन्याहरूलाई गर्ने। मजाले भेट्यो है कन्याहरूलाई। Himangsu Hemen Horma Banda, Himangsu Hemen Horma Banda, Punajati, Maudio Ono Tentang Channel Terus. अब हामी खुट्टा धुन्छौँ, तल गएर अहिले गणेश भगवानको दर्शन गर्ने। अनि फेरि मन्दिर घुमेर कन्याहरूलाई टिका लगाइदिएर हामी पूजा कम्प्लिट हुन्छ। भित्र फ्याँकेको 60 फ्याँक्नु कहिले नि, कहिले पानीभित्र पैसा फ्याँक्नु नि। यहाँ साइडमा राखिदिनु, कहिले फ्याँक्नु हुँदैन। ल गणेश भगवानको पूजा गर्ने। म पनि ढोक गर्छु। हजुरले म सोध्छु है मान्छे
बेटा नमस्ते पूजा गर्ने हो मन्दिरमा पनि ल ल ए भन मनले आएको मनले के भन भन है भगवान् हुनुहुन्छ कति राम्रो परिक्रमा गर्दैछन् अब जय माता दी जय माता दी जय माता दी जय माता बाबा मामा कति भिड हो यहाँ चाहिँ हामीले पैसा गणेश भगवान्कोमा भयो त्यहाँ चाहिँ पैसा तासेर त्यहाँ राख्यो भने चाहिँ आफूले मागेको मनोकामना पुरा हुन्छ भन्ने यहाँको मान्यता छ। हामीले यहाँ फेरि पैसा राख्दैछौँ। रेडी जय भगवान् आहा मलाई के भिजे भयो छ त त्यो प्लास्टिकमा हालिदिनु खुश हो गया एक जगह में खड़ा हो एक जगह में खड़ा खींचिए अब हामीले पूजा गर्ने थियो। अब हामी चाहिँ यहाँ खिचेर अनि निस्किन्छौँ। राम्रोसित कम्प्लिट भयो पूजा। अब हामी निस्किँदैछ। कसलाई पूजा गरेर बहुत शान्ति लाग्यो। शान्ति लाग्यो र मन्दिरमा हामी मजाले भगवानले पनि हामीलाई घाम घाम दिनु होइन। अलिअलि पानी परेछ है। अलिअलि पानी पऱ्यो। हल्का हल्का पानी परिरहेछ अनि एकदम शीतल भएको छ। एकदम रमाइलो भयो। अब हामी चाहिँ निस्किन्छौँ यहाँबाट। भगवान्लाई दर्शन गरेर केही भुलचुक भयो भने माफ गरिदिनु होला भगवान् हामीलाई। जय माता दी जय माता दी जय माता दी। हेलो के खाएको ढोसा खाँदै पूजा गरेर आएर ढोसा खाँदै। अब अरूहरू त आउँदैछ। मेरो चाहिँ आइसक्यो। मैले खाँदैछु। बाहिर पानी परिरह्यो। टेस्टी छ। चिज हाल्यो तातो तातो। सिस्टरले खानै सकिँदैन तातो भएर। आकाशको आएकै छैन। अब वेट गर्दै दिदी पनि आएको छैन। मिठो छ।
रात नै हो त्यसले आउ न छिटो बाई